दर्शक महानुभावहरू नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ चौतारे अनलाइन खबर। म बोल्दैछु टेक बहादुर केसी। केही दिन अगाडि असामयिक निधन भएर बागचौर नगरपालिका वडा नम्बर 4 दौराबाङ घुसखोलाका चन्द्रबहादुर थापाको असामयिक निधन भएर घर परिवार बिचल्लीमा परेको थियो र त्यो भिडियो हामीले फेसबुकमा युट्युबमा राखेका थियौँ। त्यही देखेर धेरै दर्शक महानुभावहरू सहयोगमा जोडिनु भयो। धेरैले सहयोग गरिरहनु भएको छ। अझै पनि साना बच्चाहरू छन्, बिचल्लीमा छन्, उनीहरू भोक्कै मर्ने अवस्था छ। यस्तो बेलामा चाहिँ धेरै दर्शक महानुभावहरूले सहयोग गरिरहनु भएको छ। तपाईँहरू पनि सहयोगमा जोडिनु होला। यही भिडियो हेरेर सल्यान जिल्ला दार्मा गाउँपालिका वडा नम्बर 5 पोखरीका सहयोगी मनकारी रामबहादुर साईले रु 2000 नगद दिनुभएको थियो। उहाँले चाहिँ दिदीलाई जस्तो अवस्था रासन चाहिएको भए चामल लगिदिनु होला, नत्र नगद भए पनि उहाँलाई जस्तो चाहिएको छ त्यस्तै दिनु होला भनेर भन्नुभएको थियो। सहयोगी मनलाई धेरै धेरै धन्यवाद दिँदै यो दिदीलाई चाहिँ नगद पैसा चाहिएको छ भन्नुभएको छ। नागरिकता बनाउन जानु छ, बच्चाहरूलाई कापी कलम किन्नु छ, धेरै कुराहरू छ, नगद चाहिएको छ भाइ भन्नुभएको छ। चाहिँ हामीले जस्ताको तस्तै नगदै दिन गइरहेका छौँ। तपाईँहरू पनि सहयोगमा जोडिनु होला। उहाँको सहयोगी दाता रामबहादुर शाहीको घर परिवारमा सुख शान्ति छाओस्। दिदीले चाहिँ धेरै कुरा गर्न जान्नुहुन्न, बिरामी हुनुहुन्छ, त्यही भएर धेरै हामी बोलाउन नि बोलाउँदैनौँ। उहाँले बोल्दा बोल्दै एकातिर बोल्नुहुन्छ, बोल्नै जान्नुहुन्न। बिचरा यस्तै छ गाउँघरको वातावरण। तर उहाँको पीडा चाहिँ निकै दर्दनाक छ। उहाँको पीडा हेर्ने हो भने आँसु मन निकै भक्कानिन्छ। उहाँको पीडा हेर्दाखेरि यो शब्दले बयान गर्ने खालको पीडा छैन। साना बच्चा छन्, बिरामी दिदी हुनुहुन्छ घरमा, घर पनि त्यस्तै काठले बारेको छ, निकै दर्दनाक अवस्था छ। उहाँलाई चाहिँ हामी नगद पैसा दिन गइरहेका छौँ। सहयोगी मनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तपाईँहरू पनि सहयोगमा जोडिनु होला भन्दै जस्ताको तस्तै यो पैसा हस्तान्तरण गर्न गइरहेका छौँ। तपाईँहरू अझै सहयोग गरिदिनु होला भन्न चाहन्छौँ। यो सहयोगले चाहिँ उहाँलाई धेरै ठुलो आशा, धेरै ठुलो भरोसा दिएको छ। यस्तो बेलामा चाहिँ मानवता देखाउनु निकै धर्मको कुरा पनि हो। सबै सहयोगीहरूलाई धन्यवाद दिँदै आजको भिडियोबाट बिदा हुन्छु। हवस् त, धन्यवाद, नमस्कार।